You will remain the same until the pain of remaining the same is more than the pain of change. माने तपाईँ एउटै समस्यामा जहिले पनि उल्झिरहनु भएको छ अनि तपाईलाई त्यो समस्याको समाधान के हो भन्ने कुरा पनि तपाईलाई थाहा छ अनि त्यो समस्या कति बेला आउँछ भन्ने कुरा पनि तपाईलाई जहिले पनि त्यो समस्यासँग चाहिँ त्यो एउटै खाले समस्या तपाईको जीवनमा आइरहेको छ अनि तपाईले त्यसलाई कसरी हेर्नुहुन्छ कुन चाहिँ दृष्टिकोणले तपाईलाई त्यसले एट्याक गर्छ माने कुन चाहिँ एंगलबाट तपाईलाई त्यसले एट्याक गर्छ भन्ने कुरा तपाईलाई थाहा छ तर तपाईको जीवनमा त यस्तो खाले समस्या पनि आउन जरुरी छ कि जसको त्यो समस्याले तपाईलाई केही परिवर्तन ल्याओस् तपाई भित्र एउटा केही नयाँ चेन्जेस लाओस् हैन समस्या चाहिँ त्यस्तो होस् कि जसले चाहिँ त्यो पीडा भन्दा अझै धेरै कुरा पनि दिएको होस् त्यो पीडाले मात्रै तपाईलाई चेन्जेस ल्याउँदैन समस्याको त्यो जुन चाहिँ पेन छ त्यो सेम छ भने चेन्जेस आउँछै भन्ने होइन तर त्यो पेनदेखि पनि अर्को कुरा जुन चाहिँ परिवर्तन छ त्यो चाहिँ जीवनमा आउनु जरुरी छ तर मान्छेको जीवनमा समस्या नआइकन कहिले पनि परिवर्तन आउँदैन त्यसैले जीवनमा केही नयाँ कुरा आउनु छ तपाईले केही नयाँ कुरा सिक्नु छ नयाँ जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्नु छ भने तपाईको जीवनमा समस्याहरू आउनुपर्छ अनि त्यो समस्या पहिला आउने समस्या भन्दा अर्कै समस्या नौलो समस्या होस् अन्त मात्रै तपाईले नौलो समस्या हुनुपर्छ अनि मात्र तपाईले जीवनमा केही परिवर्तन तपाईको जीवनमा केही परिवर्तन आउन सक्छ अनि तपाईले नयाँ कुराहरू जीवनमा सिक्न सक्नुहुन्छ You will remain the same until the pain of remaining the same is more than the pain of change. माने तपाई एउटै समस्यामा जहिले पनि उल्झिरहनु भएको छ अनि तपाईलाई त्यो समस्याको समाधान के हो भन्ने कुरा पनि तपाईलाई थाहा छ अनि त्यो समस्या कति बेला आउँछ भन्ने कुरा पनि तपाईलाई जहिले पनि त्यो समस्यासँग चाहिँ त्यो एउटै खाले समस्या तपाईको जीवनमा आइरहेको छ अनि तपाईले त्यसलाई कसरी हेर्नुहुन्छ कुन चाहिँ दृष्टिकोणले तपाईलाई